यो कथा जोको हो, जो एक निलम्बित पुलिस अफिसर हो। उसको मनमा एउटा दोषबोध छ जसको बारेमा उसले कसैसँग छलफल पनि गर्दैन। उसको विरुद्ध एक मुद्दा पनि चलिरहेको छ जसबाट ऊ चाँडोभन्दा चाँडो मुक्त हुन चाहन्छ। पार्ट टाइम अहिले ऊ 911 जुन आपतकालीन कल सेन्टर हो त्यहाँ काम गर्छ। कामको बेलामा उसलाई एउटी महिलाको कल आउँछ। त्यसपछि उसको पुरै जिन्दगी बदलिदिन्छ। कथाको सुरुवात 911 कल सेन्टरबाट हुन्छ, जहाँ जो नामको एक व्यक्तिलाई देखाइन्छ जो यहाँ नाइट सिफ्टमा केही समयको लागि काम गरिरहेको हुन्छ। जो पहिले एक पुलिस अफिसर थियो, तर उसबाट केही गल्ती हुन पुग्यो जसकारण अदालतमा उसको मुद्दा चलिरहेको छ, जसको भोलि अन्तिम सुनवाई पनि छ। यदि ऊ निर्दोष साबित भयो भने उसले फेरि पुलिस अफिसरको जागिरमा सामेल हुन सक्छ। उसकी श्रीमतीले पनि उसलाई छोडेकी छिन्। उसकी एउटी छोरी पनि छे जसलाई उसकी श्रीमतीले आफूसँगै लगेकी छिन्। उनी जोलाई उसकी छोरीसँग भेट्न पनि दिँदैनन्। जोको जिन्दगीमा निकै नै सङ्घर्षपूर्ण समय चलिरहेको हुन्छ। बारम्बार एक रिपोर्टरको उसलाई कल आउँछ जो जोको कथा भन्न चाहन्छन्, तर जो उनलाई केही बताउँदैनन् किनकि ऊ आफ्नो मुद्दालाई समाजमा सार्वजनिक रूपमा चर्चामा ल्याउन चाहँदैनन्। त्यसपछि जो आफ्नो श्रीमतीलाई कल गर्छ ताकि ऊ आफ्नो छोरीसँग कुरा गर्न सकोस्, तर उसकी श्रीमतीले उसको कल उठाउँदिनन्। जो फेरि आफ्नो काममा लाग्छ र अब उसलाई एमिली नामकी एक केटीको फोन आउँछ जसको कुरा गर्ने तरिका निकै नै अनौठो हुन्छ। उनी यसरी कुरा गरिरहेका हुन्छन् कि मानव उनी आफ्नो छोरासँग कुरा गर्दैछन्। जोले केही बुझ्दैनन्। जो यस्तो कुरामा अभ्यस्त छ किनकि कहिलेकाहीँ मानिसहरूले मजाकमा यस्तो कल गर्छन्, तर जोले एउटा कुरा याद गर्छ कि एमिलीको आवाजमा निकै नै पीडा छ। ऊ फोन राख्न लागेको हुन्छ। त्यति नै बेला पछाडिबाट एक पुरुषको आवाज आउँछ जसले एमिलीलाई फोन राख्न भनिरहेको हुन्छ। जोले बुझ्छ कि उनलाई अपहरण गरिएको छ भन्ने कुरा। उसले एमिलीलाई सोध्छ, के तिमीलाई अपहरण गरिएको हो? एमिलीले होमा जवाफ दिन्छन्। जो मैले तिमीलाई जे सोधे पनि त्यसको हो वा होइनमा जवाफ दिनु। उसले एमिलीसँग धेरै प्रश्नहरू सोध्छ जसबाट जोले बुझ्छ कि कुनै आफन्तले नै उसलाई अपहरण गरेको हो र अब जोले उनलाई बचाउनु पनि पर्छ। त्यसैले उनको फोन ट्रेस गरेर उसले उनको स्थान पत्ता लगाउँछ, जसबाट उसलाई थाहा हुन्छ कि कसैले एमिलीलाई गाडीमा राखेर राजमार्ग हुँदै सहर बाहिर लगिसकेको छ। उसले एमिलीको कल होल्डमा राखेर पुलिसको गस्ती टोलीलाई कल गर्छ र उनीहरूलाई एमिलीको बारेमा सबै कुरा बताउँछ। त्यति नै बेला उसको श्रीमतीको उसको मोबाइलमा कल आउँछ, तर उसले कल उठाउन सक्दैन किनकि अहिले उसलाई एमिलीलाई जसरी भए पनि बचाउनु छ। त्यसपछि उसले फेरि एमिलीसँग धेरै प्रश्नहरू सोध्छ जसबाट उसलाई थाहा हुन्छ कि उनी सेतो रङको भ्यानमा छिन् र जब एमिली हो वा होइन जवाफ दिइरहेको हुन्छन् त्यति नै बेला गल्तीले उनको मुखबाट भ्यान भन्ने शब्द निस्किन्छ। त्यसैले जसले उनलाई अपहरण गरिरहेको छ उसले बुझ्छ कि एमिलीले आफ्नो छोरालाई नभए अरू कसैलाई कल गरिरहेको छ भन्ने कुरा। फोन काट्नु अघि जो उसलाई भन्छ, जब तिमीले फेरि 911 मा कल गर्छौ मलाई जोसँग कुरा गर्नु छ भन्नु, ताकि तिमीले अर्को अफिसरलाई सबै कुरा सुरुदेखि बताउन नपरोस्। त्यसपछि एमिलीले फोन काटिदिन्छन्। यद्यपि जोको काम अब सकिसकेको छ, तर ऊ एमिलीलाई बचाउन चाहन्छन्। त्यसैले बारम्बार उसले उनको गाडीको निगरानी गरिरहेको हुन्छ, साथै राजमार्गमा गस्ती गइरहेको प्रहरी टोली जसलाई जोले त्यो भ्यान र एमिलीको बारेमा सबै कुरा बताइसकेको थियो, उनीहरूले एउटा सेतो रङको भ्यान भेटाउँछन्, तर त्यो भ्यान गलत हुन्छ। एमिली त्यो भ्यानमा हुँदिनन्। वास्तवमा राजमार्गमा धेरै सेता भ्यानहरू गुडिरहेका हुन्छन् र जबसम्म उनीहरूले भ्यानको नम्बर थाहा हुँदैन तबसम्म उनीहरूले एमिली चढेको भ्यान फेला पनि पार्न सक्दैनन्। यो कुराले जोलाई निकै नै रिस उठिरहेको हुन्छ किनकि ऊ एमिलीलाई मद्दत गर्न चाहन्छ, उनलाई बचाउन चाहन्छ। उसँग एमिलीको मोबाइल नम्बर पनि हुन्छ जसबाट उसले एमिलीको सबै विवरण निकाल्छ। उनको घरको फोन नम्बर र उनको पुरा विवरण उसँग हुन्छ। उसले उनको घरको फोनमा पनि कल गर्छ। त्यो कल उनकी 6 वर्षीय छोरीले उठाउँछिन् जो उनीसँग कुरा पनि गर्छ। ती बच्चाले बताउँछन् कि मेरो घरमा मेरो सानो भाइ छ, अरू कोही छैन। मेरो बुवा आउनुभएको थियो जसले आमालाई आफूसँग लैजानु भयो। उनी आफ्नो बुवाको नाम हेनरी फिसर बताउँछिन्। उनलाई आफ्नो बुवाको नम्बर पनि याद हुन्छ जुन उनी जोलाई बताउँछिन्। जोले त्यो नम्बरबाट
हेनरीको गाडी नम्बर पत्ता लगाउँछ। साथै उसलाई थाहा हुन्छ कि हेनरी विरुद्ध पहिले पनि हिंसाको मुद्दा चलिरहेको हुन्छ र अब उसले ती बच्चालाई भन्छन्, तिमी चिन्ता नगर, म छिट्टै तिम्रो घरमा कसैलाई पठाइदिन्छु। वास्तवमा ती दुई बच्चाहरू घरमा एक्लै हुन्छन्, त्यसैले जोलाई उनीहरूको पनि चिन्ता हुन्छ। फोन काटिसकेपछि उसले राजमार्गमा गस्ती गरिरहेको प्रहरी टोलीलाई भ्यानको नम्बर दिन्छ। साथै उसले अर्को एउटा विभागमा पनि कल गर्छ र भन्छ, दुई बच्चाहरू घरमा एक्लै छन्, म चाहन्छु कि तिमीहरूले त्यहाँ गएर कसैलाई पठाऊ। तर त्यसबेला सबै उदार टोलीहरू निकै नै व्यस्त हुन्छन्, किनकि सहर नजिकैको जङ्गलमा आगो लागेको थियो। आगोको कारण धेरै मानिसहरूले घर छोड्नु परिरहेको छ र सबै उद्धार टोलीहरू उनीहरूको मद्दतमा खटिएका हुन्छन्। फेरि उसलाई त्यही रिपोर्टरको कल आउँछ जो उसको बारेमा जान्न चाहन्छन्, तर उसले उनको कल उठाउँदैनन्। ऊ निकै तनावमा छ, त्यसैले ऊ अर्को कोठामा जान्छ। त्यहाँबाट उसले आफ्नो साथी सार्जेन्टलाई कल गर्छ र भन्छ, म चाहन्छु तिमीले एउटा टोली एमिलीको घर पठाइदेऊ, किनकि उसका बच्चाहरू एक्लै छन्, र अर्को टोलीलाई उनीहरूको श्रीमान अर्थात् हेनरीको घरमा पठाऊ। तर सार्जेन्टले उसलाई सम्झाउँछ कि यो गैर कानुनी हो, हामीले व्यक्तिगत रूपमा यस्तो गर्न मिल्दैन। जे भए पनि भोलि तिम्रो मुद्दाको सुनवाई छ, यदि तिमीले केही गडबड गर्यौ भने तिम्रो मुद्दा फेरि तिम्रो विरुद्ध जान सक्छ। जोले केही बुझ्दैन। ऊ भन्छ, 10 मिनटमा मेरो सिफ्ट सकिँदैछ, त्यसपछि म यहाँबाट निस्किन्छु। फोन काटिसकेपछि ऊ फेरि एमिलीको नम्बरमा कल गर्छ, तर उनको नम्बरमा सम्पर्क हुन सक्दैन। त्यसपछि उसले आफ्नो श्रीमतीलाई कल गर्छ। उसकी श्रीमतीले कल उठाउँछिन् र भन्छन्, यति राति तिमीले कल गर्नु हुँदैन थियो। वास्तवमा त्यति बेला रातिको 2 बजेकै हुन्छ, त्यसैले उनी फोन काटिदिन्छन्। र अब जो निकै तनावमा छ, किनकि ऊ जसरी पनि एमिलीलाई मद्दत गर्न चाहन्छन्। त्यसैले उसले आफ्नो व्यक्तिगत नम्बरबाट हेनरीलाई कल गर्छ र उसँग एमिलीको बारेमा सोध्छ। हेनरी भन्छ, मलाई एमिलीको बारेमा केही पनि थाहा छैन। तर जब जोले भन्छ, मलाई थाहा छ कि तिमी आफ्नो गाडीमा एमिलीलाई राजमार्ग हुँदै सहर बाहिर लगिरहेका छौ, तब हेनरीले उसको फोन काटिदिन्छ। जोले फेरि कल गर्छ, तर सम्पर्क हुँदैन। र अब जोले आफ्नो सहकर्मीहरूलाई कल गर्छ जो त्यो बेलामा बारमा बसिरहेका हुन्छ। ऊ निकै तनावमा हुन्छ, किनकि भोलि उसले जोको पक्षमा अदालतमा झुटो बयान दिनुपर्ने हुन्छ। उसले जोलाई भन्छ, मेरो जागिर जान सक्छ, यदि कसैलाई थाहा भयो कि मैले झुटो बयान दिँदैछु भने। जो भन्छ, त्यस्तो केही हुँदैन। त्यसपछि उसले उसलाई एमिलीको पुरा घटनाबारे बताउँछ र भन्छ, म चाहन्छु तिमी एमिलीको घरमा जाऊ ताकि तिमीलाई यो घटनाबारे केही सुराग मिलोस्। त्यति नै बेला एक महिला अफिसर आउँछिन् जसले जोलाई भन्छन्, तिम्रो लागि एउटी सानै बच्चीको कल छ। उसले बुझ्छ कि यो एमिलीको छोरीको कल हो, जो तुरुन्तै उनीसँग कुरा गर्छ। ती बच्चाले बताउँछिन्, हाम्रो घर बाहिर कोही छ जसले डोरबेल बजाइरहेको छ। उसले भन्छ, यो पुलिसको टोली हो, मैले यो टोली पठाएको हुँ, तिमी ढोका खोलिदेऊ। जोले भनिसकेपछि ती बच्चाले ढोका खोलिदिन्छन्। त्यहाँ आएको पुलिस टोलीले जोलाई बताउँछ कि बच्चीको कपडामा रगत लागेको छ, तर यो उनको रगत होइन, उनको सानो भाइको रगत हो, जो निकै सानो थियो, तर कसैले उसलाई चक्कुले प्रहार गरेको रहेछ। उसको मृत्यु भइसकेको छ। वास्तवमा ती बच्चाले पहिले जोलाई मेरो सानो भाइ सुतिरहेको छ भनेको थिए, तर ऊ सुतिरहेको हुँदैन, उसको मृत्यु भइसकेको हुन्छ। जो यो कुरा सुनेर निकै विचलित हुन्छ र अब उसले फेरि एमिलीलाई कल गर्छ। यसपटक कल लाग्छ। उसले एमिलीलाई सोध्छ, अहिले हेनरी कहाँ छ? उनी भन्छन्, ऊ गाडी चलाइरहेको छ। उसले सोध्छ, तिमी कहाँ बसेको छौ? एमिलीले बताउँछिन्, म उसको छेउको सिटमा बसेको छु। जो सोध्छ, के उसले सिट बेल्ट लगाएको छ? उनी भन्छन्, छैन। जो भन्छ, सबैभन्दा पहिले तिमी सिट बेल्ट लगाऊ, त्यसपछि ह्यान्ड ब्रेक तानिदेऊ। उनी त्यस्तै गर्छिन्, तर भ्यान पल्टिँदैन। त्यसपछि हेनरीले एमिलीलाई भ्यानको पछाडि सिटमा हुत्याइदिन्छ। अब उनी फेरि जोसँग कुरा गर्छिन्। जो सोध्छ, के तिम्रो वरिपरि कुनै गरौँ चिज छ? उनी भन्छन्, यहाँ एउटा इट्टा छ। जो भन्छ, जब हेनरी तिम्रो नजिक आउँछ त्यो इट्टाले उसको टाउकोमा हान्नु, ऊ त्यसैको लायक छ। एमिली भन्छन्, तर हेनरी किन यति रिसाएको छ? मैले त केवल आफ्नो छोराको पेटबाट साँप निकालेको थिएँ। त्यसपछि ऊ चुपचाप भयो। यो कुरा सुनेर जो छक्क पर्छ, उसले केही बुझ्दैन। उसले एमिलीलाई भन्छ, मलाई सबै कुरा विस्तारमा बताऊ। एमिलीले भन्छन्, मेरो सानो छोरा बिहानदेखि रोइरहेको थियो, उसको पेट निकै दुखिरहेको थियो, मलाई लाग्यो कि उसको पेटमा साँप छ,
त्यसैले चक्कुले मैले उसको पेट काटेर साम बाहिर निकालिदिएँ। त्यसपछि ऊ पुरै शान्त भयो र अब जोले बुझ्छ कि उनको श्रीमान हेनरीको कुनै गल्ती छैन। एमिलीले आफ्नो छोरालाई मारेकी रहेछन्, त्यसैले हेनरीले उनलाई घरबाट लगेका रहेछन् ताकि उनीहरूको छोरी सुरक्षित रहन सकोस्। र अब जब हेनरी उनको नजिक आउँछन्, एमिलीले गाडी रहेको इट्टाले उनको टाउकोमा हान्छिन् किनकि उसलाई त्यसो गर्न जोले भनेको थियो। हेनरीमाथि हमला गरेर एमिली त्यहाँबाट भाग्छिन्। जोले सबै कुरा फोनमा सुनिरहेको हुन्छ। वास्तवमा यो जोको गल्ती हो, जोले नै उनलाई त्यसो गर्न भनेको थियो। र अब जोको त्यो सहकर्मीको कल आउँछ जसलाई उसले एमिलीको घर पठाएको थियो। उसले बताउँछ कि एमिली पहिले मानसिक अस्पतालमा थिइन्, तर हेनरीसँग उनको उपचार खर्च बेहोर्न सक्ने पैसा पनि थिएन। त्यसैले उसले उनलाई घर ल्याएका थिए र जब स्थिति नियन्त्रण बाहिर गयो, हेनरीले उनलाई घरबाट टाढा लगेका थिए। जोले बुझ्छ कि हेनरीले उनलाई मानसिक अस्पतालमा लगिरहेको रहेछन्, त्यसैले उसले हेनरीलाई कल गर्छ। हेनरीको टाउकोबाट धेरै रगत बगिरहेको हुन्छ। उनलाई केवल आफ्नी छोरीको चिन्ता छ। उनी केवल आफ्नो घर जान चाहन्छन्। जोलाई महसुस हुन्छ कि आफूबाट ठुलो गल्ती भयो। यदि उसले हस्तक्षेप नगरेको भए हेनरीले एमिलीलाई अहिलेसम्म मानसिक अस्पतालमा भर्ना गरिसकेका हुन्थे। उसले एमिलीलाई कल गर्ने कोसिस गर्छ तर उनले उसको कल उठाउँदिनन्। केही समयपछि एक अफिसरले उसलाई बताउँछ तिम्रो लागि एमिली नामकी एक महिलाको कल आएको छ। यद्यपि जोको शिफ्ट सकिसकेको छ तर ऊ आफ्नो ड्युटी अहिले पनि छोड्न चाहँदैनन् किनकि ऊ जसरी पनि अब हेनरीलाई मद्दत गर्न चाहन्छन्। त्यसैले उसले एमिलीसँग कुरा गर्छ। एमिली बताउँछिन् म राजमार्गको एउटा पुलमाथि छु, मेरो कपडामा रगत लागेको छ, यो रगत कसको हो? जोले उनको कुराको कुनै जवाफ दिँदैन। कुराकानीकै क्रममा एमिलीलाई याद आउँछ कि उनकै छोराको रगत हो। उनी भन्छन् सायद मैले आफ्नो छोरालाई मारे, मलाई अब बाँच्ने कुनै हक छैन, म अब यो पुलबाट हाम फाल्दैछु। जो भन्छ तिमी त्यस्तो नगर, अझै पनि तिमीलाई माया गर्ने धेरै मानिसहरू छन्, यसमा सबै गल्ती मेरो हो। यो भन्दा उसको आँखामा आँसु आउँछ किनकि साँच्चै नै जोको गल्ती हुन्छ। जोले अर्को टिलाई सूचित गरिसकेको हुन्छ। जो अब छिट्टै एमिली भएको ठाउँमा पुग्दैछ तर त्यतिन्जेल उसले एमिलीलाई कुरामा अझै राख्नुपर्छ। उसले एमिलीलाई भन्छ मबाट एउटा ठुलो गल्ती भएको थियो। 8 महिना अघि मैले रिसको झोकमा 19 वर्षीय केटालाई गोली हानेको थिएँ। भोलि अदालतमा मेरो अन्तिम सुनवाई छ। मैले आफूलाई निर्दोष साबित गर्न झुटो साक्षीहरू जम्मा गरेको छु जसले मेरो पक्षमा बयान पनि दिनेछन्। सायद त्यसपछि म निर्दोष साबित पनि हौँला, मैले मेरो जागिर फिर्ता पनि पाउँला। ती साक्षीहरूमध्ये एक उसकी श्रीमती पनि हुन्छन्। यद्यपि उसकी श्रीमतीले अब उसलाई मन पनि पराउँदिनन् र यही एउटा कारण हो जसले गर्दा उसकी श्रीमतीले उसलाई छोडेकी पनि हुन्। उसकी श्रीमती यो पनि चाहँदिनन् कि उनीहरूको छोरीले उसलाई भेटोस् किनकि उनलाई थाहा छ कि जोले जे गर्यो त्यो गलत थियो। त्यसबेला ऊ ड्युटीमै भए तापनि तर उसले आफ्नो रिसलाई नियन्त्रण गर्नु पर्थ्यो। हेर्ने हो भने एमिली र जो दुवै उस्तै छन्। दुवैको आफ्नो मनस्थितिमाथि नियन्त्रण नै छैन। तर एमिलीलाई अब आफ्नो वास्तविकता थाहा भयो। उनी आफूलाई सजाय दिन चाहन्छन् जबकि जो यसको विपरीत छ। उसलाई थाहा छ कि उसले गल्ती गरेको हो तर ऊ आफूलाई निर्दोष साबित गर्न झुटो साक्षीहरू जम्मा गरिरहेको छ। जोले यी सबै कुरा एमिलीलाई बताउँछ जसले गर्दा उनको मन अलिकति हलुका हुन्छ किनकि 8 महिनामा पहिलोपटक जोले यी सबै कुरा कसैलाई बताएको हुन्छ। र अब जोलाई पुलिसको साइरनको आवाज सुनिन्छ किनकि पुलिस एमिली भएको ठाउँमा आइपुगिसकेका हुन्छन्। एमिली भन्छन् यहाँ पुलिस आइसकेको छ, म पुलबाट हाम फाल्न चाहन्छु। त्यसपछि उनले कल काटिदिन्छन्। जोलाई लाग्छ कि आज जे भयो त्यसमा उसैको गल्ती छ। उसले बारम्बार एमिलीलाई कल गर्छ तर अन्ततः पुलिसले कल उठाउँछन् र बताउँछन् एमिली पुलबाट हाम फाल्न लागेकी थिइन् तर उनले त्यसो गर्नु अघि नै हामीले उनलाई समात्यौँ। यो सुनेर जोलाई निकै राहत मिल्छ। साथै जोलाई यो पनि बताउँछन् कि एमिलीको छोरा अझै जीवित छ। यद्यपि ऊ निकै घाइते छ तर उसलाई आइसियुमा भर्ना गरिएको छ। जोलाई खुसी लाग्छ कि आज उसको कारण 2 जनाको ज्यान बच्यो। तर उसलाई यो कुरा पनि महसुस हुन्छ कि 8 महिना अगाडि जुन केटालाई उसले मारेको थियो उसले उसको पुरै परिवारलाई एक किसिमको बर्बाद गरिदिएको थियो। उसलाई आफ्नो गल्तीको महसुस हुन्छ। उसले आफ्नो सहकर्मीलाई कल गर्छ जो भोलि उसको पक्षमा झुटो बयान दिनेवाला थियो। उसलाई भन्छ तिमी झुटो बयान नदिनु,
जे भएको थियो त्यो सत्य बताइदिनु। सहकर्मीले भन्छ, यदि मैले यस्तो गरेँ भने तिमीले आफ्नो जागिर अब कहिले फिर्ता पाउनेवाला पनि छैनौ। तिमीलाई जेल हुनसक्छ। जो भन्छ, मलाई त्यसको वास्ता छैन। त्यसपछि उसले सबै साक्षीहरूलाई कल गर्छ र भन्छ कि कसैले झुटो बयान दिने छैन। साथै उसले त्यो समाचार रिपोर्टरलाई पनि कल गर्छ, जसले बारम्बार उसको कथा जान्नका लागि कल गर्थिन्। अब जोले उनलाई सबै कुरा साँचो बताइदिन्छ। अर्को दिन अदालतमा फैसला उसको पक्षमा आउँछ, तर जो खुसी छ, उसको मनमा सन्तुष्टि छ कि उसले सत्य बोल्यो। जुन गल्ती उसले गरेको थियो अब उसलाई त्यसको सजाय मिल्नेछ। उसको मनमा रहेको दोषबोध अब पूर्ण रूपमा समाप्त भएको छ। यसै साथ यो चलचित्रको कहानी यहीँनिर समाप्त हुन्छ। आशा छ तपाईँहरूलाई कथा मन पर्यो होला। मन पर्यो भने च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरेर साथीहरूलाई सेयर गरेर चाहिँ साथ दिनु होला। धन्यवाद।